नेपाली क्रिस्चियनहरूले आमाको मुख हेर्ने दिन मनाउनुहुन्छ कि हुँदैन? कतिपयले मनाउँछन् भने कतिले मनाउँदैनन् अनि कति चाहिँ यो विषयमा अझै पनि अन्योलमा छन्। आजको यो छोटो भिडियोमा हामी यसबारेमा स्पष्ट रूपमा बुझ्ने प्रयास गर्नेछौँ। पहिला नै एउटा कुरा स्पष्ट बताउन चाहन्छु कि हिन्दू धर्ममा आस्था राख्नेहरूले मनाउने आमाको मुख हेर्ने दिनबारे चाहिँ म यो भिडियोमा कुनै पनि टिका टिप्पणी वा आलोचना गर्न गइरहेको छैन। यो भिडियो नेपाली मण्डलीको सचेतनाको लागि बनाइएको हो। हाम्रा क्रिस्चियन दाजुभाइ तथा दिदीबहिनीहरूले यो माता तीर्थ औँसी के हो भन्ने कुरा चाहिँ स्पष्ट रूपमा बुझुन् भनेर यो भिडियोमा चाहिँ बुझाउने प्रयास गर्नेछु। माता तीर्थ औँसी नेपाली समाजमा आमाको मुख हेर्ने दिन भनेर चिनिन्छ। वैशाख महिनाको औँसी तिथिमा मनाइने यो पर्वमा आमा जीवित हुनुहुन्छ भने भेटेर मिठा परिकार खाना दिएर अनि उपहार दिएर र आशिष लिने चाहिँ परम्परा रहिआएको छ। आमा बित्नु भएकाहरूको लागि चाहिँ काठमाडौँको माता तीर्थ पोखरीमा गएर स्नान गर्ने, दान पूजापाठ गर्ने र दिवंगत आमाको सम्झनामा प्रार्थना गर्ने चलन रहेको छ। यो पर्व मुख्य रूपमा हिन्दू धर्म संस्कारसँग सम्बन्धित छ र स्पष्ट रूपमा भन्नुपर्दा यो एक धार्मिक चाड हो। बुबा आमालाई आदर गर्ने बारे चाहिँ बाइबलले हामीलाई के बताउँछ? बाइबलले बुबा आमालाई आदर गर्नु चाहिँ 5औं आज्ञा हो भनेर हामीलाई बताउँछ र प्रस्थान 20:12 मा लेखिएको छ, आफ्ना बुबा र आमालाई आदर गर कि तिम्रो आयु लामो होस्। बाइबलका दर्जनौं खण्डले चाहिँ हामीलाई बुबा आमालाई आदर गर्नुपर्ने कुरा चाहिँ सिकाउँछ। माता तीर्थ औँसी मनाउने कि नमनाउने दोधारमा रहेका नेपाली क्रिस्चियनहरूले चाहिँ यस विषयलाई चाहिँ यसरी बुझेको चाहिँ मैले पाएको छु। केही क्रिस्चियनहरूले यस दिनलाई धार्मिक रूपमा नभई सामाजिक रूपमा मात्र मनाउँछन्। मिठो परिकार खाना दिएर, उपहार दिएर माता तीर्थ औँसीकै दिन चाहिँ आमालाई सम्मान गर्छन्। उनीहरूको लागि यो दिन चाहिँ मदर्स डे जस्तै हुन्छ। केहीले भने माता तीर्थ औँसी यानि कि आमाको मुख हेर्ने दिन चाहिँ मनाउँदैनन्। उनीहरूले मे महिनाको दोस्रो आइतबार इन्टरनेसनल मदर्स डे मनाउँछन् ताकि अरूसँग चाहिँ एकरूप नदेखिन र गलत सन्देश नजाओस्। इन्टरनेसनल मदर्स डे धार्मिक अनुष्ठान बिना आमालाई सम्मान गर्ने दिन हो। मुख्य कुरा के हो? माता तीर्थ औँसी मनाउनु या नमनाउनु यो तपाईँको व्यक्तिगत निर्णय हो। तर सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तपाईँको मनस्थिति र तपाईँको विश्वास चाहिँ स्पष्ट हुनुपर्दछ। निर्णय गर्दा बाइबलले हामीलाई के भन्छ? मेरो निर्णय क्रिस्चियन विश्वाससँग मेल खान्छ वा खाँदैन र यो सही छ कि छैन भन्ने कुरा चाहिँ हाम्रो स्वविवेक प्रयोग गरेर मूल्याङ्कन गर्नुपर्छ। कुनै संस्कार वा परम्परा अपनाउँदा वचन, विश्वास र विवेकको कसीमा राख्नुपर्छ। हामीले कुनै पनि कर्मकाण्ड वा मूर्ति पूजामा आधारित अभ्यासहरूबाट चाहिँ सचेत रहनु जरुरी छ। आमालाई सम्मान गर्नु बाइबलीय आज्ञा हो, तर त्यो वर्षको एक दिन मात्रै होइन, जीवनभरको कर्तव्य हो। आमा हरेक दिन माया र आदरको पात्र हुनुहुन्छ, कुनै विशेष पर्वको पर्खाइमा मात्र होइन। आमालाई माया गर्नु, आदर गर्नु, सेवा गर्नु यी सबै क्रिस्चियन मूल्यहरू हुन्। तर धार्मिक कर्मकाण्डहरूमा सहभागिता जनाउँदा चाहिँ सावधानीपूर्वक विचार पुर्याउनु आवश्यक छ। यस विषयमा तपाईँको विचार के छ? कमेन्ट सेक्सनमा अवश्य लेख्नुहोला। धन्यवाद।